कति बाहुन मगर भनेको गुरुङनी र ठकुरी नि कम छैन है। मिस नेपाल हुने जात हो है। आज पानी परेर भिजे हो साथीहरू म त। छाता छैन, छाता हुने नानीसँग नाता छैन। चिया लिनुहोस्। चिया भन्दा त तिमी नै हट पो रहेछौ। जो राति सुत्ने बेला बत्ती निभाउन बिर्सेछु, अब त छिमेक भरि हल्ला छ, फलानाको छोरो त रातभरि पढ्छ भनेर। लाले छोड्यो ग्यास, घान आयो। यात्रा होइन, यो त यातना हो। संविधान बनेपछि देशले कोल्टे फेर्छ भन्थे, हाम्रो देश नेपाल त उता नै पर्यो त गाँठे। हेलो कच्छा गाइस, म चाहिँ आज फिसिङ गर्दैछु र मख पोलेर खडाइ छौ। एकदम मिठो रहेछ। हामी त महिनाको 3-4 लाख कमाउँछौ। दादा जा तारुनी भनेको तारुनी हुन्छ, देख्ने बित्तिकै के गरुनी हुन्छ। चुवाक छ भनेर पछि नलग केटा हो, तारुनीको 2-4 वटा केटा अरुनी हुन्छ। तँलाई रिग्रेट हुँदैछ होला नि होइन? खुब छोडेको थिइस् नि मलाई येटीको लागि भनेर। आज हेर म कति फेमस छु। यति दाइ तपाईँ नेपाल किन आउनु भएको? नेपालको नेता धेरै चोर भयो कुत्ता भनेर आएको। नेपालीको एक्जाममा राष्ट्रिय गान लेखेर आइयो, उठी उठी कापी चेक गर्दै होला बुढो। आमा, तपाईलाई म कस्तो लाग्छ? कालो ढेडु जस्तो। आज त खसीको मासु खानु पर्ला जस्तो छ केटाहरू। मौसमले च्यालेन्ज गरिरहेको छ। हेलो दाजुभाइहरूमा आज यता थामेलमा आएको मसाज गर्नुकोमा बुढी चाहिँ मसाज गर्नु एक्लो यस्तो गर्ने क्या 1.5 करोडको लगानी गर्ने, 1 करोड तिमीले गर, 25 लाख उहाँले, 30 लाख उहाँले गर्नुहुन्छ, 20 लाख मैले गर्छु। कासको भैँसी हो बाटो बाटोमा चोड्ने। कुकुरको मुत खाएर आइस होइन? कुकुरको मुत होइन, रक्सी खाएर आएको। होइन, कुकुरकै मुत खाएर आएको हो तैले। यदि कुकुरले रक्सी मुत्ने भए म घरको भैँसी बेचेर कुकुर नै किन्थे। रक्सी खानेहरूलाई के सल्लाह दिन चाहनुहुन्छ? के भन्नु नि, रक्सी खानेहरूलाई म आइस हालेर खानु होला भन्न चाहन्छु। होइन हो, कसले लेखेको लोकसेवाको किताब हो? पढ्न पनि कति गाह्रो, फेल हुन्छु होला म त। अघिबाट म कल्पना लगाइदेखेको, लास्टै मन पर्यो गाइस, उसको आइडी मेन्सन गरिदिनु पर्यो कमेन्टमा। कस्तो गर्मी हो, धेरै नै हट भाङ होला म। हो बाबु, तिमी कालो भएकाले नि हट भएको हो। नेपाललाई 5 वर्षमा स्विजरल्यान्ड बनाएन भने मलाई हिमलतिरै फर्काइदिए हुन्छ। बरु म हिमलमा दुध बेच्दै बस्छु। मसँग डर लाग्छ? तँ मुर्दासँग के डराउनु?